बालनले नेपालले मिचेको भनेको भूमि लिपुलेक हो कि होइन भने पनि एउटा कुरा चाहिँ क्लियर भयो कि यदि बालनले उभिएर लिपुलेक लिम्पियाद्वारा भारतकै हो भनिदियो भने एउटा ठुलो पंक्ति त्यसलाई सिद्ध गर्नका लागि च्याटजीपीटीमा तर्क र पुराना समाचार खोज्न थाल्छ। अहिले फेसबुकमा बालनले बोलेको कुरा प्रमाणित गर्न भनेर एउटा पंक्ति लागि परेको छ। बालनले बोलेको पुष्टि गर्न देशको छवि नै बिगार्न पनि तयार हुनेहरूको भिड साँच्चै नै डरलाग्दो छ। केहीले नबुझेर पनि यस्तो गरिरहेका छन् भने चाहिँ यो भिडियो उनीहरूका लागि हो। नेपाल भारतको बीचको सीमाङ्कन सोगुली सन्धिका बेला भयो। बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला बाहेकका भूभाग त्यति बेलै नेपालको भइसकेका थिए। दुई देशको सीमाको क्षेत्र 10 गजा हो। त्यो भनेको सीमाना स्पष्ट पार्नका लागि सीमाबाट दुवैतर्फ 10 गज जमिन खाली राखिएको हुन्छ। त्यसलाई नो म्यान्स ल्यान्ड भनिन्छ। त्यो क्षेत्रमा केही संरचना बनाउन या खेतीपाती गर्न पाइँदैन। कान्तिपुरमा 10 गजा मिचियो भनेर पुरानो समाचार आएको छ। त्यो 10 गजा भारतको भूमि होइन, त्यो नेपालले नै खाली राख्नुपर्ने आफ्नो भूमि हो। 10 गजा मिचिनु र सीमा मिचिनु धेरै फरक कुरा हो। त्यसमा पनि एउटा किसानले अलि परसम्म जोतेर खेती गर्नु र राज्यका तर्फबाट सीमाना मिचिनु भनेको आकाश जमिन जस्तै फरक कुरा हो। सोगुली सन्धिमा सीमाङ्कन हुँदा कुनै नेपालतर्फ घर परेको मान्छेको खेती सीमा पारी परेको पनि हुन सक्छ। पहिलादेखि नै खेती गरिरहेको जमिन भएर त्यहाँ कसैले अझै पनि खेती गरिरहेको हुन सक्छ, तर त्यो भारतको भूमि मिचेको होइन। त्यस्ता कुरासँग लिपुलेक लिम्पियाधुरा साट्न पाइँदैन, साट्न दिइँदैन। मैले हिजो पनि भनिसकेँ, सीमावर्ती जङ्गलमा च्याउ टिप्न जाँदा गोली खाएका बलराम लोधहरू जिउँदैछन्। सामान्य सीमा विवादमा आफ्नो पक्ष लिँदा गोली खाएर मृत्यु भएका गोविन्द गौतमलाई पनि हामीले बिर्सिनु हुँदैन। नेपाल र भारतको सीमा विवाद यति हल्का कुरा होइन। आज भारतले नेपाली भूमि प्रयोग गरेर नेपाललाई सोध्दै नसोधी चीनसँग व्यापार गरिरहेको छ। बालनले भनिदिनु पर्यो भारतको कुन जमिन नेपाल सरकारले त्यसरी प्रयोग गरेको छ, कुन भारतीय भूमिमा सरकारी संरचनाहरू बनेका छन् र कुन ठाउँमा नेपाल सरकारले सडक खनेको छ। भारतले नेपालको जमिन मिचेको ठाउँमा हतियारसहित भारतीय सेनाहरू तैनात छन्। बालनले भनिदिनु पर्यो भारतको कुन भाग नेपालले मिचेर आफ्ना सेनाहरू राखेको छ। बालनले भन्न सक्दैन भने उनका अन्धभक्तहरूले च्याटजीपीटीमा खोजेर भए पनि भनिदिनु पर्यो। भारतको प्यारो हुनका लागि नेपालको सार्वभौम संसद प्रयोग गर्नु एकदमै खेदजनक छ। मध्यरातमा रेस्टुरेन्टबाट अश्लील स्ट्याटस लेखेर बिगारेको सम्बन्ध संसदमा दिउँसै रात पारेर सच्याउन खोज्नु प्रधानमन्त्रीको गम्भीर त्रुटि हो। प्रधानमन्त्रीको हिजोको स्टेटमेन्टका कारण हामीले हाम्रो लिपुलेक लिम्पियाद्वारा दाबी गर्ने एउटा आधार गुमाएका छौँ। हामीले एटलिस्ट मैले चाहिँ प्रधानमन्त्रीबाट स्याभेज या पञ्चलाइन खोजेको होइन, जिम्मेवारपूर्ण भूमिका खोजेको हो। बालनको यो गैर जिम्मेवारपूर्ण अभिव्यक्ति एकदमै डरलाग्दो छ र त्योभन्दा डरलाग्दो चाहिँ त्यसमा ताली पिट्ने सांसदहरूको विवेक र त्यसको समर्थनमा च्याटजीपीटीमा तर्क खोज्नेहरूको चेतना। यी तीनवटै कुराहरूबाट देशलाई जोगाउन जरुरी छ।